नाही नाही तो भिडियो बनाउँछ कमेडी बनाउँछ सबैतिर गरन्छ है तर तयबाट त्यसलाई फाइदा के छ भन्ना फाइदा भनेको इस्यु छ कि हेर अब मैले त म देखाइ नै सक्दौ कि बनाएन मेरो यो के फाइदा छ कसो फाइदा छ भनेर तबलाई के बनाएन तमलाई एक उदाहरणको लागि भन्नु हो भने पय त केले मेहनत गराएर जरुर हुन्छ हामीलाई एक के बनाएन प्रदेशमा काम अद्दार्यौ भने पय तर काम नरन्जिया के बनाएन हामीलाई तलब पनि नै मिल्ली तसै भनेको एक युट्युब फेसबुक हो कसैले यसमा रेगुलर काम गराएर निकै पोस्ट गराएर निकै भिडियो हालेर पैसा मिल्लान भन्नान मिलन लाल्दै अहिलेसम्म यिनै बैठे के बनाएन बहुत मान्छेले बढिया पैसा कमाइरहेछ तमलाई के बनाएन इस्यु जुन सोचे गरो कि कब हुने हो के हुने हो भनेर केही थोकले सङ्घर्ष गराएर जरुर हुन्छ सङ्घर्ष अद्दो बढाउँछ हजुर बढिया भिडियो बना हो यहाँ तम डान्स गरन्छौ यहाँ झलै गरन्छौ युट्युब फेसबुकमा सिर्फ 2-3 भिडियो जरुर हाल्या गर हाल्या पय तर तमरो ठ्याक्कै तमले धेरै अद्दो पड्डो भन्ने तसो केही छन् 1000 सब्स्क्राइब पुगाउनु पड्डे हुन्छ 1000 सब्स्क्राइब पुगाया पय तर तम ठ्याक्कै जस्या तस्यालाई 1000 सब्स्क्राइब पुगाउने कोसिस गर भिडियो निका बनाया और आफै भाइरल हो जान भए पय तर तमरो ठ्याक्कै तमलाई 3 मिलियन भ्यूज पुगाउन अनिवार्य हुनान और तयमा तमले तसो केही छैन निको भिडियो बनाएर हाल्यावर 3 मिलियन भन्याले तसो ठुलो कुरा केही नै हो निकै तम ध्यान दिएर काम गर्यो भने बढिया हुन्छ टाइम वेस्ट जिन गर फोन जिन चला रिल सर्काउने काम जिन गर क्या रिल सर्काउनु भने मैलाले निको लागन्छ क्याकि दिनभरि काम अद्दो थग्रनो रिल सर्काउनु मैलाले निको लागन्छ रिल सर्काउन आइले केको बारेमा सोच तसरी भिडियो बना तम यो